हेलो हेलो नमस्ते। म आज पोल्यान्डको ओल्ड स्ट्यान्डमा घुम्न आएको। यो रमाइलो ठाउँ रहेछ। यसो घुम्दै गर्दा एकजना हाम्रो नेपाली जस्तै देखिरहेको छु, त्यही भएर चाहिँ के कुराकानी गरौँ भनेर म सोध्नको लागि गइरहेको छु। तपाईहरु पनि यसो सुन्दै गर्नुलाई त। हेलो नमस्ते। नमस्ते नेपाली? हजुर म नेपाली। के छ खबर? सन्चै हुनुहुन्छ? घर कहाँ पर्छ? मेरो घर चाहिँ पाल्पा रामपुर। ए नाम चाहिँ? मेरो राजेन्द्र विश्वकर्मा। ए कति भयो तपाईँ आउनु भएको? म आएको 2 वर्ष भयो सर। बस्नुहोस् न सर। ए ल धन्यवाद। के कस्तो छ अहिले तपाईको? मेरो सबै ठिकै छ सर, राम्रो ठिकै छ, बसाइ ठिकै छ सर। पोल्यान्डमा आएको 2 वर्ष भयो। हजुर हजुर ठिकै राम्रै छ। ए के गर्दै हुन्छ काम त? म अहिले कुखुरा काट्ने काम गर्छु। कुखुरा कम्पनी भनौँ न। हजुर हजुर प्रोडक्सनमा। हजुर ठिकै राम्रै छ सर। कस्तो हुँदो रहेछ नि कुखुरा कम्पनीमा? ठिकै छ सर, राम्रै छ। कमाइका जस भने जस्तो छ अहिले? अनि त्यस्तो भने जस्तो त छैन, ठिकै राम्रै छ। जस अलिअलि भइरहेछ, चलिरहेछ गुजारा। जस नेपालबाटै आउनुभयो कि तपाईँ अरू कुनै देशहरूबाट आउनुभयो? म 2022 मा कुवेतमा काम गर्दै थिएँ। हजुर कुवेतमा काम गर्दाखेरि चाहिँ बिचमा 2 वर्ष पुगिसकेको थियो कुवेतमा बसेको पनि। त्यहाँबाट भिजा लगाएर आउनुभयो? हजुर म भिसा लगाएर आएको अनि कुवेतबाट यता पोल्यान्डतिर आएँ। हजुर ठिकै छ सर, यता आएको पनि 2 वर्ष भयो, ठिकै राम्रै छ। अनि यो अहिले जस्तो कि यो युरोपतिर आएपछि मान्छेलाई के छ भने यति ठुलो सपना बोकेर आउने कुराहरू चाहिँ हुन्छ होइन, मान्छेहरूले चाहिँ यस्तो के नै हुन्छ होला जस्तो कस्तो लागिरहेछ तपाईँ? कि त्यो सपनाहरू पुरा होला जस्तो छ कि कस्तो छ? होइन, काम गरे पछाडि त आफ्नो केही सपनाहरू त पुरा त हुन्छ। हजुर नै जस्तो हामीले धेरै अपेक्षा गरेर आएको हुन्छ नि, त्यो त कति नै होला जस्तो हुन्छ नि मान्छे। होइन त्यस्तो के कस्तो हुँदो रहेछ तपाईँको त्यस्तो धेरै सपना चाहिँ बुनेर चाहिँ नआउनुहोस् होइन, यदि कोही आउनुहुन्छ भने पनि। तर जति सोचिन्छ नेपालमा, जति बाहिर हुँदाखेरि युरोप जान पाए, युरोपको भिसा लगायो भने त्यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भन्ने त्यस्तो चाहिँ छैन। अलिकति यताको बसाइ तपाईँको कस्तो छ नि? के छ अब यहाँको अब लिगल्ली बसाइ कस्तो छ तपाईँको? केही अब यहाँको टिआरसीको बारेमा के कस्तो छ? तपाईँले के जानकारी पाउनु भएको छ? हजुर, मेरो टिआरसी चाहिँ ठ्याक्क अहिले चाहिँ यतिखेर चाहिँ ठ्याक्कै आइपुगेको छैन। हजुर हजुर मेरो सबै यताउता डकुमेन्टहरू सबै भइसकेको छ। तपाईँ लिगल्ली हुनुहुन्छ? म लिगल्ली नै हो हुन चाहिँ। मेरो पासपोर्टमा त्यो फिङ्गर गर्छ, यहाँ चाहिँ फिङ्गर गर्दाखेरि चाहिँ तपाईँको पासपोर्टमा छाप हान्छ इमिग्रेसनले, त्यो छाप चाहिँ लगाएको छ। अहिले यताउता घुम्न के हेर्न, काम गर्न, वर्क पर्मिट यताउता सबै थोक पाइरहेको छु, काम गरिरहेको छु। अब अहिले तपाईँ लगतै अहिले नेपाल चाहिँ जान सक्ने सम्भावना छ त छैन कि? कार्ड आउनै पर्ने हुन्छ है? हजुर सर, कार्ड त आउनै पर्यो नि, जान आउनको लागि कार्ड आउनै पर्ने हुन्छ। अब मेरो चाहिँ लोयरलाई भन्दाखेरि चाहिँ 1-2 महिनाभित्र आउँछ भन्ने कुरा भएको छ। यहाँ चाहिँ प्रायः जस्तो नेपालीहरू अन्य कुनै देशका नागरिकहरू पनि इलिगल भएर कतिपय ठाउँमा चाहिँ पक्रेर पनि डिपोर्ट पठाएको, यहाँदेखि क्यान्सल गरेर पठाएको भन्ने कुराहरू छ। के कारणले यस्तो हुँदो रहेछ? तपाईँले केही बुझ्नु भएको छ त्यो विषयमा? त्यस्तो त मलाई पनि सबै कुरो त्यस्तो थाहा छैन होइन। अब जस अलिअलि अब यताउता सुने अनुसार चाहिँ अब पहिला चाहिँ मे 30 मा चाहिँ यहाँ गएको वर्ष चाहिँ मे 30 मा चाहिँ लास्ट इन्ट्री काम गर्नको लागि वर्क पर्मिट लिएर आउनुपर्ने भन्ने कानुन ल्याएको थियो। हजुर हजुर त्यो भित्र आउनु भएको साथीभाइहरूको लगभग सबैको टिआरसी बन्छ नै। हजुर हजुर अब त्योभन्दा पछाडि आउनु भएको चाहिँ त्यस्तै गरी समाएर पक्रेर केही गल्ती अलिकति नराम्रो कामहरू गरेदेखि अब हामीलाई पनि डिपोर्ट गरेर पठाउँछ। यो अर्काको देश भयो। तपाईँको यो ठाउँमा आउनुभएको 2 वर्ष भइसकेको छ होइन? के छ कति लामो समयसम्म यो ठाउँमा बस्छु र अनि करियर बनाउँछु भन्ने के सोच्नु भएको छ? कि यतैतिर बस्ने, युरोपतिर आइसकेपछि त मान्छे नेपालतिर बुझिन्छ भन्ने छ के छ? होइन, म त्यस्तो छैन सर, मेरो सोच त्यस्तो छैन। मेरो चाहिँ म खास विदेशिनुको कारण चाहिँ नेपालमा रोजगार नभएर हो होइन। अब नेपालमा अब रोजगार छैन, त्यही माथि अब त्यस्तै छ गभर्नमेन्टमा पनि। अब नेपाल सरकार पनि त्यस्तै छ होइन। अनि त्यो भएर चाहिँ मेरो त्यस्तो लामो बसाइ चाहिँ छैन। अब 5-7 वर्ष बसिएला। यो ठाउँबाट गइसकेपछि जस्तो 5-7 वर्ष पछाडि तपाईँ गइसकेपछि के सम्भावना के गर्छु जस्तो लागिरहेको छ? नेपालमा के सम्भावना देखिन्छ अहिले? त नेपालमा चाहिँ के छ भने केही गरे पनि हुँदैन, नगरेर हुँदैन हो कि अथवा गर्दै नभएको हो कि होइन? के छ भने केही गरे पनि हुँदैन, योभन्दा बरु हामी खाडीमै गएर भए पनि भाडा मार्नु चाहिँ ठिक हुन्छ, 2-4 पैसा पनि कमाइन्छ। तर नेपालमा केही गरे पनि सम्भव छैन भन्ने छ। तपाईँ यो भनाइ चाहिँ साँच्चीकै हो जस्तो लाग्छ तपाईँलाई? के सम्भावना देख्नु भएको छ? होइन, यो यस्तो छ। अब अहिले मैले यहाँ पोल्यान्डमा गरिरहेको काम चाहिँ मैले कृषि काम गर्छु। नेपालमा भन्दा कृषि भन्छन् होइन। जस्तै यो बाख्रा पाल्ने, भैँसी पाल्ने, कुखुरा पाल्ने होइन। अब यो खेतीपातीहरू गर्ने भनेको कृषि काम भन्छन् होइन। अब नेपालमा यो कृषिको भाउ छैन होइन। जस्तै मैले तपाईँको 5-10 किलो टमाटर बनायो भने पनि लहर बेच्ने कहाँ हो भन्ने हुन्छ। इन्डियाबाट मान्छेले खरिदिन्छ। हाम्रो भन्दा मैले उत्पादन गरेको भन्दा चाहिँ इन्डियाबाट ल्याएको सस्तो हुन्छ होइन। त्यो भएर मलाई बेच्न गाह्रो हुन्छ। त्यसको कुरालाई चाहिँ अब त अलिकति गभर्नमेन्टले केयर गरेर
र कृषिमा चाहिँ कृषि प्रधान देश मात्रै नभनेर अलिकति कृषिलाई पनि प्रधान देशलाई चाहिँ फोकस चाहिँ गर्ने हो भने चाहिँ अलिकति 5-7 वर्षपछि सम्भावना होला। तपाईँले नेपाल गएर कृषिमै गर्ने भन्ने सोच राख्नु भएको छ, त्यही भएर तपाईँले कृषि सम्बन्धी अलिकति धेरै कुरा राख्नु भएको हो? हजुर सर, अब यस्तो रहेछ यहाँ अब आएको 2 वर्ष भयो होइन, यसो बुझ्दाखेरि चाहिँ मान्छेलाई सबैभन्दा राम्रो चाहिँ के अरे तपाईँको हाम्रो खानेकुरा नै हुनुपर्दो रहेछ होइन। त्यो भएर चाहिँ मलाई चाहिँ अलिकति भित्र इच्छा चाहिँ अलिकति मलाई कृषिपट्टि चाहिँ अलिकति जाएको छ होइन। अब 5-7 वर्ष पछाडि अब भगवान्को कृपाले साथ दियो भने, भगवान्ले साथ दिनुभयो भने चाहिँ म चाहिँ 5-7 वर्षपछि गएर चाहिँ कृषि गर्ने विचार गरेको छु। अब कृषि चाहिँ अलिकति व्यवस्थित गरेर अनि यो ठाउँमा चाहिँ मान्छेलाई के छ भन्नुहुन्छ भने अब यति यस आराम सुख सहेलको जिन्दगी भन्छ होइन युरोपमा, तपाईँले कस्तो लागिरहेको छ तपाईँलाई? त्यस्तो छ तपाईँले भन्यो, मान्छेले भनेको जस्तो छ सुख सहेल आरामको जिन्दगी? यस्तो छ सर, त्यसमा चाहिँ सुख सहेल आराम त अब यस्तो छ, यिनीहरूले अब 5 दिन काम गर्छन् होइन, यहाँका मान्छेले 5 दिन मजाले काम गर्छन्, 2 दिन घुम्छन् हिँड्छन् खान्छन् होइन, उनीहरूसँग रोजगारी छ होइन। अब कुरै गर्दाखेरि तपाईँको ठ्याक्क चाहिँ आर्थिक हिसाबले चाहिँ उनीहरूले ठ्याक्क चाहिँ 5 महिनाभरि काम गर्छन्, 20-22 दिन काम गर्छन्, 5-7 दिन मजाले बसेर घुमेर हिँड्छन् होइन, आफ्नो पर्सनल काम पनि गर्छन्, आफ्नो परिवारलाई टाइम दिन्छन्, सबै कुरा गर्दाखेरि चाहिँ त्यसरी चाहिँ हामीले बाहिरी मान्छेलाई देखेको हो होइन। तर चाहिँ त्यो गर्नको लागि चाहिँ यहाँको मान्छेले जस्तो चाहिँ हामीले पनि नेपालीले चाहिँ अरूको आश नगरिकन आफ्नै देशमा पनि काम गर्नुपर्छ भन्ने चाहिँ सोच बनाएर अलिकति आफ्नो देशमा पनि गएर चाहिँ काम गर्नुपर्छ, यहीँ विदेशमा पलायन हुनुहुन्न भन्ने चाहिँ मेरो सोच छ। त्यसो भए तपाईँले नेपालमा पनि केही गरेपछि हुन्छ भन्ने सम्भावना थुप्रै देख्नु भएको छ, केही समयपछि अलिकति राज्यले चाहिँ व्यवस्थापन गरिदिनुपर्छ भन्ने मात्रै हो तपाईँको? मेरो चाहिँ अलिकति चाहिँ राज्यले चाहिँ व्यवस्था गरिदियो भने चाहिँ हजुर हजुर हामी सहज जिन्दगी जिउन सक्छौँ, सहज जिन्दगी जिउन सक्छौँ र विदेशिनु पर्दैन। त्यसमा राज्यले धेरै कुरा गर्नु पर्दैन, 1-2टा कुरा मात्रै गरिदिए पुग्छ। अब त्यो 1-2टा कुरा अब हुन त अहिले नयाँ अब सरकारहरू पनि आइरहेछन् होइन, नयाँ भर्खरै 2-4 महिना अगाडि नै 1-2 महिना अगाडि नै तपाईँको चुनाव भएर पनि नयाँ गभर्मेन्ट भइरहेछ। अब यो सरकारहरूले कस्तो काम गर्छ, के अपेक्षा गर्नु भएको छ यो सरकारबाट तपाईँले? होइन होला काम भन्ने छ, अब अहिले आजको भोलि नै त अब केही भन्न सकिएन होइन। अब 1-2 वर्ष पछाडि चाहिँ यसको प्रतिक्रिया हेरौँ कस्तो आउँछ, त्यस पछाडि चाहिँ अलिकति हुने जस्तो लाग्यो हामी पनि विदेश के नेपाल गएर बस्न सक्छौँ भन्ने भयो भने यहाँको जस्तो मानव तुलनाको हिसाबले यहाँ तपाईँले 2 लाख रुपियाँ महिनामा कमाउनुहुन्छ भने यदि नेपालमा गएर तपाईँले 50,000 रुपियाँ 30,000 रुपियाँ कमाउनुहुन्छ भने तपाईँ यो ठाउँ छोड्न तयार हुनुहुन्छ? म छोड्न तयार छु। गभर्मेन्टले अब तपाईँको चाहिँ कृषिलाई चाहिँ फोकस गरेर तपाईँको स्वास्थ्य र शिक्षा चाहिँ अलिकति कमसेकम अलिकति चाहिँ हामीलाई चाहिँ राहत दियो भने चाहिँ यहाँ छोडेर गएर बस्दा हुन्छ नेपाल, केही फरक पर्दैन। धन्यवाद। हस् सर, हस् सर, धन्यवाद सर। ल हस् सर, धन्यवाद सर। ल।